यो ज्ञापन पत्र बुझ्दै गर्दा सबैभन्दा पहिला सबै तहका सरकारले आफ्नो काम गरेका हुन्छौँ। विगतमा भएको सरकारले भूमि सम्बन्धी आयोग गठन गरेर केही जग्गाहरू नाप जाँच भएको छ। त्यो कामलाई वर्तमान सरकारले आफ्नो अपनत्व कायम गरेर हिजो भएका कामहरूको स्वामित्व अहिलेको सरकारले लिएर ती कामलाई निकास दिनुपर्छ भन्ने हाम्रो आग्रह हो। कतिपय सूचनाहरू फरक ढङ्गले पनि गएका होलान्, तर सरकारले यी विविध कुराहरूको पछि लाग्नुभन्दा आफ्नो कार्यविधि बनाएर सुकुम्बासी र अवस्थित क्षेत्रमा रहेकाहरूको जग्गाको लालपूर्जा जुन हिजोको परिपाटीबाट नापजाँच भएको छ तिनलाई लालपूर्जा वितरण गर्ने र नापजाँच हुन बाँकी रहेकालाई नापजाँचको प्रक्रिया अगाडि बढाउन आदेश दिने गरी अवश्य पनि केन्द्रमा आयोग गठन हुनेछ, जिल्लामा आयोग गठन हुनेछ र हिजोको प्रक्रिया निरन्तर अगाडि बढ्नेछ भन्ने विश्वासमा हामी स्थानीय सरकारहरू छौँ। त्यसकारणले एक तहको सरकारले अर्को तहको सरकारलाई अविश्वास गर्न मिल्दैन। मलाई लाग्दछ काठमाडौँमा सायद नापजाँचको प्रक्रिया त्यति भएको थिएन, तर बाहिर जिल्ला जो झापादेखि महेन्द्रनगरसम्म जो महेन्द्र राजमार्गको वरिपरि कतिपय पालिकामा आधाभन्दा बढी जग्गा लालपूर्जा विहीन छन्, कतिमा त 80% लालपूर्जा विहीन छन्। यो धेरै समस्या सुकुम्बासी समस्या भन्दा पनि अव्यवस्थित समस्या हो। सुकुम्बासी समस्या भनेर जग्गा खोजेर घर जग्गा नभएकालाई दिने खालको यो समस्या कम हो, न्यून हो। धेरैको समस्या घर जग्गा छ, उहाँहरूको नापी केही मात्रामा भइसकेको छ, पूर्जा पाउन बाँकी छ, केहीको नापी भएको छैन, नापजाँच गर्न बाँकी छ। यही काम सरकारले अब प्रक्रिया अगाडि बढाएर अहिले जुन हल्ला चलेको छ त्यो हल्ला निरर्थक हो र अब नापजाँचबाटै यो निकास निकाल्छौँ भनेर अवश्य पनि जसरी स्थानीय सरकारले हिजो नापजाँच गरेर तयार गरेको छ त्यसलाई सङ्घीय सरकारले आधिकारिकता दिएर अब पूर्जा वितरणमा लाग्नुहुनेछ भन्ने विश्वासमा छु। र यो बुटोलका बारेमा कहीँ कतैका केही कुराहरू उठेका छन्। सम्मानित अदालतबाट आदेश भएका कुनै कुनै ठाउँहरू छन्, लालपूर्जा भएकै ठाउँहरू पनि बाटो मिचिएको ठाउँहरू छ, कुलो मिचिएको ठाउँहरू छ। ती ठाउँको केही व्यवस्थापन गर्नुपर्ने ठाउँहरू छन्, त्यसलाई पनि वडा अध्यक्षलाई संयोजक बनाएर ती ठाउँमा सबै राजनीतिक दलको त्यहाँको छलफल गरेर अनि बल्ल प्रक्रियामा के गर्न पर्ने हो। 1636 कुलोको हकमा चिन्ह लगाउने हाम्रो आशय छ, सुखौरा खोलामा पनि चिन्ह लगाउने आशय छ र तिनाउ दानाउ कोरिडोरको जुन हामी निर्वाचन अगाडि आउँदा नै समस्या थियो त्यसलाई सडक विभागबाट न्यून क्षति हुने गरी अब त्यसलाई अझै कसरी व्यवस्थित गर्न सकिन्छ। अहिले गरेको रेखाङ्कनले धेरै घरहरू जान सक्छन्, तर हामीले पछिल्लो दिएको छलफलमा कम घरहरू विस्थापित हुने र धेरै घरहरू बच्ने उपाय पनि हामीले सडकसँग छलफल गरेका छौँ र ती जुन घरहरू विस्थापित हुन्छन् तिनलाई कहाँ राख्ने भन्ने बारेमा पनि सङ्घीय सरकारले व्यवस्थापन गर्न जरुरी छ। त्यसकारणले अहिले रानीगञ्जको समस्या त्यहाँको वार्डहरू बसेर समाधान गर्नुभएको छ। रानीगञ्जको बारेमा त्यहाँको बस्ती पहिला बसेको हो र औद्योगिक क्षेत्रको नापजाँच पछि भएको हो। यो कुरा मैले बारम्बार भनि पनि राखेको छु, तथ्यले पनि त्यही भन्छ, प्रमाणले पनि त्यही भन्छ। त्यसकारणले अघि बसेको बस्ती जसले त्यहाँको जग्गा जोगाउनु भयो, बचाउनु भयो, जग्गा जोगाएकालाई बचाएकालाई हामीले फेरि कारवाही स्वरूप उनीहरूको घर सम्पत्ति खोजिदिनु हुँदैन। उहाँले जग्गा जोगाएकोमा उहाँलाई धन्यवाद दिएर बाँकी रहेको जग्गामा औद्योगिक क्षेत्र निर्माण गर्न औद्योगिक व्यवस्था लिमिटेडले गर्नुपर्छ। औद्योगिक व्यवस्था लिमिटेडले काठमाडौँ बसेर जुन सेटेलाइटबाट नक्सा कोर्नुभयो त्यहाँको बस्ती छ भन्ने कुरा सोच्नु भएन, त्यहाँबाट नै विवाद सुरु भएको हो। हिजो जुन कुरा जहाँनिर कमी कमजोरी भयो त्यो कुरा औद्योगिक व्यवस्था लिमिटेडले सच्याउनु पर्दछ र यो कुरालाई औद्योगिक व्यवस्था लिमिटेडले सच्याएर क्याबिनेट लान पहल गर्न पर्दछ। अन्यत्रको समस्या एकै रूप खालको छ, त्यो अनुसार हामीले 10,000 भन्दा बढी घर जग्गा नापजाँच गरेका छौँ। अब झन्डै 7-8 हजार जति घर जग्गा नापजाँच गर्न बाँकी होला जस्तो लाग्छ। त्यसकारणले नापजाँच गरेकालाई केही छानबिन गर्न सरकारले पर्नेछ,
त्यसमा कमी कमजोरी भएको कतै त्यस्तो देखिएको छ भने छानबिन गर्न पाइन्छ, सरकारले गर्दा हुन्छ। त्यसमा विधि नपुगेको भए सरकारले विधि पुर्याउँदा हुन्छ। हामीले पनि त्यो कुरालाई रिभाइभ गर्न पर्यो भने पुनः त्यसको पनि फेरि सबै टोलमा गएर तपाईँहरूको यो समस्या छ के गर्ने भनेर सल्लाह गर्न सक्छौँ। तर समग्रका हकमा अब नापजाँच भएका पूर्जालाई प्रमाणीकरण गरेर लाल पूर्जा वितरण गर्नु नै सबैभन्दा उत्तम र अन्तिम उपाय हो र बाँकी रहेका जग्गा पनि नापजाँच गर्नु र जनतालाई चाहिँ यो भूमिहीनमा राखिराख्ने होइन, सम्पत्तिको मालिक गराउने नै अन्तिम उपाय हो। जनताले हामीले सरकारलाई राजस्व तिर्छौँ भन्नुभएको छ। अहिलेको जुन आर्थिक मन्दी छ, अहिलेको जुन सरकारसँग राजस्व भएन, बजेट कम भयो भन्ने छ। अहिले मेची महाकाली हाइवेका क्षेत्रको जुन हाम्रो सुकुम्बासी र अवस्थितको अव्यवस्थित बसोबास छ त्यसको मात्रै पूजा बाँड्यो भने 1 वर्षका लागि झन्डै देशको बजेट चल्ने रकम पनि जनताबाटै आउँछ। त्यो बाहेक स्थानीय सरकारले सम्पत्ति कर, बाल कर र व्यवसाय कर यो लाल पूजा नहुँदा उठाउन पाएको छैन। जनताले हामीले सबै तिर्न तयार छौँ भनेर हातमा रकम लिएर बस्नुभएको छ। जनताले हामीले राजस्व तिर्छौँ, हामी यो कुराबाट वञ्चित हुँदैनौँ, हामी सम्पत्ति कर तिर्छौँ, बाल कर तिर्छौँ, व्यवसाय कर तिर्छौँ भन्दा हामीले यसलाई पूर्जा नदिएर यो सबै करबाट स्थानीय पालिकाहरूलाई वञ्चित गराउनु पनि एउटा ठुलो राजस्व गुम्नु हो। त्यसकारणले जनता तिर्न तयार हुनुहुन्छ। पालिकाले हामीले चाहिँ राजस्व नआएर विकासका काममा पछाडि परेका छौँ। यसकारणले सङ्घीय सरकारले यसमा छिटो छदित रूपमा काम गरेर अहिले जे जस्ता कुराहरू हल्लाका रूपमा चलेका छन् यसलाई हल्लामै सीमित राखेर यथार्थमा काम गर्न अनुरोध गर्दै यो